संस्कृति बिनाको मान्छे, म परम्परा बिनाको मान्छे, म धर्म बिनाको मान्छे, म मान्छे पनि हो कि होइन यो देशको अछुत मान्छे। नेपालको संविधानले मलाई 1910 को मूलिक ऐनले अछुत बनाएको। हुनसक्छ अहिले मैले यहाँहरूसँग दुःख सुखका कुरा गर्दै गर्दा म पनि हिजो भाषा लिपिको धनी थिएँ भन्दाखेरि यहाँहरूलाई अनौठो लाग्न सक्छ, किनभने नेपालको इतिहासले अहिलेसम्म दमाईले लुगा सिलाउँछ, बाजा बजाउँछ, क्षेत्री भवनबाट झरेको भन्नुभन्दा परतिर कुनै इतिहास पनि भेटिएन र दिन सकेन। सबै लुकाइदियो। म जस्तै सबै थोक भाषा खोसिएपछि, संस्कार खोसिएपछि, संस्कृति खोसिएपछि, परम्परा रीतिरिवाज धर्म कर्म खोसिदिएपछि मान्छे मार्नु पर्दैन रहेछ हजुर, आफै सकिने रहेछ। हामी यो देशमा सक्यौँ। मेरो अवस्थामा तपाईँहरू हुनुहुन्न, तपाईँहरूको भाषा छ, लिपि छ, संस्कार छ, संस्कृति छ, तपाईँहरूको धर्म कर्म छ। अब मैले भन्नै पर्दाखेरि के हो भन्दाखेरि पश्चिमपट्टिको लगभग ईसा 400 पूर्व सिन्जा क्षेत्रको कर्णाली क्षेत्र भनौँ अर्थात् त्यहाँ कलौती भाषा दरदी लिपि चलाएर बसेका जाति रहेछौँ हामी। तर पछाडि खसहरू प्रवेश गरेर हामीलाई ईसा 11औं शताब्दीदेखि यता आक्रमण गरेर 12औं शताब्दीमा उहाँहरूले खस राज्य विस्तार गर्नुभएछ र हामीलाई जम्मा 22वटा शर्त राखेर निखारिदिएको रहेछ। मार्नेलाई मार्यो, खेद्नेलाई खेद्यो, अब भाग्ने भागे, बाँकी रहेका आत्मसमर्पण गर्नेहरूलाई 22वटा शर्त राखेछ। यहाँहरूलाई म एउटा शर्त यस्तो यस्तो रहेछ भनेर म यहाँहरूलाई जानकारी गराउनेछु। पहिलो शर्त अनुहारमा अनुहार जुदाएर हेर्न नपाइने। यदि यो शर्त नमान्नु हो भने मारिहाल्ने, सकिहाल्ने। दोस्रो शर्त धनार्जन गर्न नपाइने। तेस्रो शर्त धर्म लिन नपाइने, उनीहरूको जुठो गाई पुग्ने। चौथो शर्त कोलाद्वार रोप्न नपाउने। पाँचौं शर्त धारा बाँधेर जान नपाइने। छैटौं शर्त नुहाइ धुवाइ गर्न नपाइने। सातौं शर्त बेच्दा बेचिने, मार्दा ज्यान नलाग्ने, मासिने। यस्ता हरेक शर्तहरू राखेर हामीलाई हाम्रा बाबुबाजेले ती शर्तहरू मानेर हामी उहाँहरूबाट जन्मेका सन्तान रहेछौँ। दमाईहरू यदि यहाँहरूलाई होइन होला भन्ने लाग्छ भने एआईलाई अथवा गुगललाई सोध्न सक्नुहुनेछ। 400 ताका कलौती भाषा र दरद लिपि कसले चलाएको थियो भन्ने कुरा स्पष्ट दिन्छ। अब हामी यति धेरै अन्यायमा परेका रहेछौँ, अहिलेसम्म पनि लुगा सिलाउँदै र बाजा बजाउनेदेखि परतिर यो राज्यले कुनै इतिहास दिन सकेन। अब जात पनि, धर्म पनि मिल्छ, तिनीहरूको जात पनि मिल्छ, त कुल पनि मिल्छ भन्छ। त्यो त के रहेछ भने 12औं शर्तमा के लेखिएको रहेछ भने हामीले दिएको जातमा बस्नुपर्छ तिमीहरू भनेर उनीहरूले दिएको जातमा बसेका छौँ अहिलेसम्म। 68 जाति, 78 जातिहरू ओरिजिनल दमाईहरू, अरू 32 जाति क्षेत्री वनबाट झारिएका दमाईहरू रहेछौँ। त्यसैले 2042 सालमा मेरो बुबा खस्नुभयो। अब पण्डित छैन, पण्डितले आएर पढी पनि दिँदैन र गुरुकुल शिक्षा पढ्न पनि दिँदैन थियो। छैन, पुरेत छैन हजुर। पुरेत नभएपछि के गर्नु पर्यो भन्दाखेरि घर कपाल काट्यो आयो अनि घरमा बस्यो, कोरामा भन्थे यसो सिमलीले बारेर बस्यो, अनि यसो परतिर लग्यो, एउटा कटेरो बनायो, त्यसलाई ढिकुरो भन्थे, अनि भात पकायो भनेर यसो डल्ला पार्यो, लु पिण्ड है बाबुको नाममा भन्यो, थपकै थियो, पानी समात्यो, मन्त्र छैन हजुर हामीसँग, आएर पढी पनि दिँदैन थियो। अनि त्यति बेला म झस्केँ। पछि एउटा सागु पञ्चायत भन्थ्यो, त्यहाँ एउटा यसो लुकी चोरी पढ्ने रहेछ, त्यो मान्छेलाई ल्याएर बुबालाई मुक्ति दिनु पर्यो। अब मुक्ति पाउनको लागि त के गर्नु पर्दो रहेछ अरे भने हजुर, गुरु ज्ञानको माला लगाउनु पर्ने रहेछ। अनि मात्रै त्यसलाई पढायो मन्त्र भन्दो रहेछ, गुरु ज्ञानको माला लगाउनु पर्ने रहेछ, अनि मात्रै मुक्ति हुने रहेछ। अब वर्तमान गर्नु दिँदैन त्यो, कताबाट त्यो पढायो मन्त्र पाउनु र हजुर, हामी त त्यस्तो उस्तो रहेनछ, हाम्रो बाबुबाजेहरूलाई हामीले त्यसरी मुक्ति दिनु पर्यो। अब पढायो मन्त्र भनेको के रहेछ भन्दाखेरि त वर्तमान रहेछ र किन धर्ममा शब्दी भन्ने रहेछ,
र क्रिस्चियन धर्ममा बत्तिस भन्नेहरू रहेछ। यस्तै रहेछ। त्यो जब धर्ममा प्रवेश गरेपछि मात्रै त्यो प्रणय मन्त्र पाइँदो रहेछ। त्यसैले धर्मको खोजी गर्न लागेँ म। लाग्दै म अलिअलि बाइबल अध्ययन गर्दै थिएँ। गर्दै महागुरुको जीवनी पढ्ने अवसर पाएँ। मेरो गाउँमा एकजना रामकुमार राङभाङ भन्ने हुनुहुन्थ्यो, उहाँले मलाई दिनुभयो। अलिअलि पढ्दै जाँदाखेरि त्यहाँ 2-4वटा कुरा भेटाएँ हजुर मैले। उहाँको जीवनी सँगसँगै एउटा छालाको गाता भएको थियो। मेरो घर आग लागे हुँदा डढ्यो। त्यहाँ के लेखेको रहेछ भने संसारका मान्छे एउटैका सन्तान हुने, फरक केही पनि छैन। सावाई कुङ्गेम्बाको सन्तान पो त संसारका मान्छेहरू। सुसारीमा भण्डारीमा पट्टि जन्मेकाहरू चाहिँ चन्द्रवंशी, यता फ्याङलुङमा र मुगोकलुङमा जन्मेकाहरू, पट्टिबाट जन्मेकाहरू सूर्यवंशी। संसारका मान्छे एउटैका सन्तान हुन्। यहाँ कालो गोरो होचो अग्लो सानो ठुलो केही पनि छैन है भन्ने भेटाएँ हजुर। त्यसले गर्दाखेरि मैले यो किराँत धर्मलाई अलिअलि फलो गर्न सुरु गरेँ। त्यसरी नै त्यहाँभित्र अचुक्त चुला अनन्त शाखा निर्मल काया भन्ने शब्द भेटाएँ। त्यो शब्दलाई व्याख्या गरी माग्दाखेरि के मैले प्रश्न गरी पाएँ भने अचुक्ता चुला भनेको चुलाबाट कहिले नखस्ने, सदाभार अछुत नहुने, रहिरहने। अनन्त शाखा भनेको जसले मार्न खोजे पनि, सक्न खोजे पनि, बिलाउन हराउन खोजे पनि त्यो शाखा नमर्ने, रहिरहने। तिलाजल पानीले चोखिने भनेको चाहिँ तपाईँको निर्मल काया भनेको तिलाजल पानीले चोखिने रहेछ। यस्ता कुराहरू भेटेपछि मलाई आत्मसन्तुष्ट रह्यो र मैले किराँत धर्म पो ग्रहण गर्नुपर्छ होला हो। मलाई त यहाँ त दर्शन हेर्दा त यो पो मन पर्यो भनेर म 2052 सालमा माङ्सेबुङ आएँ। 2052 सालमा म माङ्सेबुङ आएर गुरुसँग यसो दर्शन गरेँ। मैले 1-2वटा कुरा पहिलाको अध्ययनमा गरेको थिएँ। अब के भन्दा गुरु त धेरै खाले हुन्छन्। च्याउ उम्रे जतिकै गुरु थिए। 1-2तिर म गए पनि मेरै जातको एकजना हुनुहुन्थ्यो, ढ्याङ्ग्रो बजाउँदै हुनुहुन्थ्यो। अनि गएको अनि अब यसो उहाँ मन्त्र तन्त्रमा चाहिँ राम्रो गर्नुहुँदो रहेछ। अनि यसो उहाँ हिँड्दाखेरि त चामलको सँगसँगै हिँड्थ्यो होला पो भने त्यो पनि बेलुकी आएर यसो अनुसन्धान गरेको होइन, यो त चाणक्य मन्त्र पो होला हो, गुरुमा त यस्तो हुँदैन होला भन्ने लाग्यो। अनि म फर्केर फेरि अब चाहिँ तपाईँको यता लारुम्बामा आउँदा त्यो कुरा खोजी गर्दाखेरि मैले लारुम्बा र गुरुलाई दर्शन गरेँ। त्यति बेला अनुभव गरेँ धर्म के अरे गुरु कसरी चिन्ने भन्ने कुरा। त्यहाँ गुरु कसरी चिन्ने भन्ने कुरा मैले अध्ययन गरेको थिएँ। त्यहाँ आएर हेरेँ गुरुको छेउमा बस्दाखेरि त शान्ति अनुभव हुनुपर्छ भन्ने 1 नम्बरमा थियो। मैले त्यो त्यहाँ आएर गुरुदेवसँग बस्दा, आत्मानन्दज्यूसँग बस्दा मैले साह्रै शान्तिको अनुभव पाएँ। मलाई शान्ति आए जस्तो भयो। मैले आज मात्रै गुरु भेटेँ कि क्या हो, संसारको गुरु यहाँभन्दा अरू त छैनन् होला भन्ने महसुस भयो। अब 2 नम्बरमा मैले भेटेको थिएँ वैराग्य उत्पन्न हुनुपर्छ गुरु को छेउमा जाँदा भन्ने लाग्थ्यो। वैराग्य भनेको के रहेछ भने अब अहिलेसम्म म छोराछोरी जान परिवारसँग घरमै थिएँ। अब यहाँ आएपछि गुरुलाई भेटेपछि गुरुसँग सँगै हिँड्न पाएँ, सँगै उहाँहरूको उपदेश सुन्न पाएँ, सँगै बस्न पाएँ हुन्थ्यो भन्ने एउटा वैराग्य उत्पन्न हुन्छ भन्थे। मैले त्यो कुरा पाएँ हजुर। अर्को कुरा गुरुसँग बस्दाखेरि हृदय हल्लिनुपर्छ भन्ने सुनेको थिएँ। त्यो हृदय हल्लिनु भनेको चाहिँ के रहेछ भने गुरुसँग यसो दर्शन गर्नु गयो बा बिग्रिन्छ कि हो भने अलिक डर लाग्ने नि। अलिक बोल्दा बिग्रिन्छ कि, दर्शन गर्दा बिग्रिन्छ कि, हिँड्दा बिग्रिन्छ कि भनेर अलिक डर लाग्ने, हृदय हल्लिनु रहेछ। मलाई गुरुदेवको छेउमा जाँदा, गुरुमाताको छेउमा जाँदा मलाई अहिले पनि त्यस्तै अनुभव हुन्छ। म डराउँछु। त्यसले गर्दाखेरि उहाँहरू नै साक्षात् ईश्वरको अवतार हुन् र यो लोकमा उहाँहरू नै हुन् गुरुमाता र गुरुदेव भन्ने मैले अनुभव गरेँ। र अर्को कुरा तत्त्वज्ञानको बोध हुनुपर्छ गुरुको छेउमा बस्दा भनिएको थियो। तत्त्वबोध भनेको के हो भने संसारमा अब यहाँभन्दा उँभो कोही पनि छैन। गुरुआमा भने पनि उहाँहरू नै हुन्, भगवान् भने पनि उहाँ नै हुन्, तागेरा निवा फुबाङ भने पनि उहाँ नै हुन्, हिमा थेबा भने पनि उहाँहरू नै हुन्, होइन सबै थोक उहाँहरू नै हुन् भन्ने एउटा तत्त्वबोध हुनुपर्छ
भनेको थियो, मलाई सबै कुरा त्यही भयो। त्यसैले म धर्ममा 2052 सालमा प्रवेश गरेर शक्ति गरेर गुरु ज्ञानको माला लगाएको हजुर। अब यो धर्म भनेको के हो रहेछ भनेर अन्दाज गर्नु पर्यो नि। धर्ममा त लाग्यो, तर मैले त धर्म भनेको के हो मलाई थाहा छैन। सेवा पूजा गर्नु, भक्तिभाव गर्नु त उपाय हो, तर धर्म भनेको के हो भन्ने कुरा अघि पूर्व वक्ता मित्रले साह्रै राम्रो ज्ञान दिनुभएको छ मलाई। धर्म भनेको मानवता हो। कति मिठो कुरा। मानवले मानव भन्न सिक्यो भने, मानवले मानव भनेर चाहिँ तपाईँको सद्भाव सहिष्णुता राख्न सक्यो भने मात्रै धर्म हो। कति मिठो कुरा उहाँले दिनुभयो। अब धर्म भनेको मार्ग पनि हो भन्ने कुरा मैले पनि अध्ययन गरेको थिएँ हजुर। धर्म भनेको मार्ग हो। त्यो मार्ग कुन हो भन्दा सत्यको मार्ग, शान्तिको मार्ग, ज्ञानको मार्ग, विवेकको मार्ग र मुक्तिको मार्ग, मोक्षको मार्ग। मार्ग भनेको बाटो, त्यो माँगरले पुनिदिएको बाटो रहेछ भनेर मैले अनुसन्धान गरेर भेटेको थिएँ हजुर। त्योदेखि पछाडि धर्म भनेको विज्ञान पनि हो भनेर एउटाले सुनायो मलाई। अनि कसरी धर्म भनेको विज्ञान हो भनेको होइन हजुर, म जान्दिनँ। धर्म विज्ञान हो भनेर भनिएको थियो। त्यो धर्म विज्ञान कसरी रहेछ भनेको त मुन्धुम त सबै विज्ञानले छापिएको कुरा छ। आज मुन्धुम दाता यही हुनुहुन्छ। साँच्चै भन्ने हो भने उहाँले स्वीकारे पनि नस्वीकारे पनि मुन्धुम लेख्ने मान्छे हामी सँगै समीप हुनुहुन्छ। मुन्धुम दाता हामी सँगै हुनुहुन्छ। गुरुको निर्देशन, गुरुको आज्ञाबाट पालना गरेर लेख्ने मान्छे हामी सँगै हुनुहुन्छ। मुन्धुम त विज्ञानले पोतिएको मुन्धुम रहेछ। किनभने यहाँ एक दुई ठाउँ हेर्दा भेटिन्छ पृथ्वीको सृष्टि सँगसँगै मुन्धुमले के भन्यो भने एक सय पृथ्वी घुम्छ भन्यो। मुन्धुमले नै पृथ्वी घुम्छ भन्यो, तर पछि गएर वैज्ञानिकले निकोलस कोपरनिकस भन्ने वैज्ञानिकले तपाईँको पृथ्वी घुम्छ भनिदियो, तर उसलाई लगेर राज्यले थुनियो। पछिबाट ग्यालिलियोले टेलिस्कोप लगाएर हेरेर हो रहेछ पृथ्वी नै घुम्दो रहेछ, चन्द्रमा घुमेको होइन रहेछ, सूर्य घुमेको होइन रहेछ, पृथ्वी घुम्छ भन्ने पत्ता लगायो भनेर भन्यो। यस्ता मुन्धुममा त 7 राते 3 राते भन्थे उहिले। यो धर्ममा नलागे पनि विजय यावा साम्बाहरूले गाएर जान्थे। उनीहरूले गाएको त्यो जुन गाउने मुन्धुम थियो, त्यो मुन्धुम पनि सबै विज्ञानसँग जोडिएको रहेछ। म अहिले मात्रै अनुसन्धान गर्छु। त्यसले गर्दा मुन्धुम विज्ञानले पोतिएको रहेछ। त्यसले गर्दाखेरि मुन भनेको हल्लिनु, धुम भनेको आफै चल्नु अरे भन्ने पनि सुनेको थिएँ हजुर। खै त्यो हो कि होइन मलाई थाहा छैन। अब यहाँहरूसँग मैले एउटा कुरा भन्न मन लाग्यो, भन्नु हुने वा नहुने मलाई त्यो थाहा पनि छैन। कसैले भनेको सुन्छु यहाँ होइन। यो मलाई कसै बाहुनहरूले, मेरो दाजुभाइहरूले मलाई जिस्काउँछन्। अरे त्यो राई लिम्बूको धर्ममा त किन गएको भन्छ मलाई। अनि राई लिम्बूको धर्म किन गएको भन्छ। अनि यसो अन्दाज गर्यो, धर्मले त विश्व शान्ति तथा मानव एकता भन्छ। किन धर्मको दर्शनमा त त्यो छ। अनि यता सबै एउटैको सन्तान हो, सबै खुङ्गेम्बाको सन्तान पनि भन्छ। अनि अरू धर्मलाई पनि यसो हेरे राम कुन कुलमा जन्म्यो, हिन्दू धर्म कति राष्ट्रले मान्छ। अनि प्रभु यीशु कुन कुलमा जन्मिनुभयो, क्रिस्चियन धर्म कति राष्ट्रले मान्छ। सिद्धार्थ गौतम बुद्ध कुन कुलमा जन्म्यो हो, कति राष्ट्रले मान्छ। किराँत कुलमा जन्म लिनुभयो महात्माहरूले 8-8वटा महात्माहरूले किराँत कुलमा जन्म लिनुभएको छ। किराँत कुलमा जन्म मात्रै लिएको, संसारको रक्षाको लागि उहाँहरू आउनुभएको। अब कस्तो ठाउँमा चाहिँ गुरु आउनुहुँदो रहेछ, महात्माहरू आउँदा रहेछन् भने हिन्दू धर्ममा पहिला साह्रै विकृति विसङ्गतिहरू थिएछन् हजुर। जस्तो 88,000 ऋषिहरूले हिन्दू धर्म प्रतिपादन गर्दा मान्छेको टाउकोले योग्य गर्नुपर्छ भनेर प्रतिपादन गरेको रहेछ। त्यो बनाएको रहेछ। पछि गएर अश्वेत यज्ञ, गौ यज्ञ,
गर्दै गर्दै आउँदै गर्दाखेरि पछि कृष्णको जन्म भयो र होइन यो चरु पोल्नुपर्छ, चरुको पोल्नुपर्छ, यसरी चाहिँ जीव हत्या गर्नु हुँदैन, पोल्नु हुँदैन भन्ने कुरा गरेर हिन्दूहरूलाई सुधारमा ल्याए। यसरी नै राज्यले हेप्दै गयो, संस्कार संस्कृति खोज्दै गयो। अब बिलाउन आँट्यो भन्ने भएपछि गुरुहरू किराँत कुलमा जन्म भयो र किराँतीहरूमा अहिले उजागरण गर्दै लाँदै हुनुहुन्छ। यहाँहरू भाग्यमानी हुनुहुन्छ, हामी भाग्यमानी छौँ। संसारको लागि महात्माहरू आउनु भएको छ, हामीलाई सिकाउँदै हुनुहुन्छ, हामीसँगै हुनुहुन्छ, हामीलाई ज्ञान दिँदै हुनुहुन्छ, विवेक दिँदै हुनुहुन्छ, सिद्धि शक्ति दिँदै हुनुहुन्छ र हामीसँगै हुनुहुन्छ। हामी भाग्यमानी छौँ। त्यसैले यो संसारको धर्म हो, विश्व शान्ति मानव एकताको धर्म हो। गुरु भन्नुहुन्छ नि, संसारमाको मान्छेलाई म एउटै दर्शन सुरु गराउँछु, एउटै मालामा हुन्छु भन्नुहुन्छ। त्यसैले संसारको लागि एउटै धर्म हो भनेर म यहाँहरूसँग अनुरोध गर्छु। अर्को कुरा, यहाँहरूसँग हुन त लामो हुन गयो होला, तापनि क्षमा माग्छु। अब म 2 मिनटमा सिद्ध्याउँछु। मैले सुनेको थिएँ कसैले भन्छन् हौ सबै हिन्दूको उता किराँततिर सारेर सबैलाई हिन्दू बनाएर बिजोग बनायो हो भन्नेको पनि कहिले सुन्छु। तर ईश्वरका यसो विचार गर्दा हो कि त हो भन्यो, फेरि अध्ययन गर्यो। ईश्वरका बाजाहरू मिल्न सक्छन्, ईश्वरका आसनहरू मिल्न सक्छन्। जस्तो बाजा भनेको शङ्ख, घन्टी, डमरू आदिहरू मिल्न सक्छन्, माङ्जाहरू मिल्न सक्छन्, अपुङ्गो प्रसादहरू मिल्न सक्छन् र माङको आसन मिल्न सक्छ। तर के मिल्दैन भन्दा वाचन गराइ मिल्दैन, लासो राखाइ मिल्दैन। त्यसैले यो उताबाट सारेको भन्नुभन्दा पनि यहाँहरूलाई म एउटा अनुरोध गरौँ। राम जन्मेको 7000 वर्ष भयो, कृष्ण जन्मेको 5000 वर्ष भयो, सिद्धार्थ गौतम बुद्ध जन्मेको 2600 वर्ष भयो, प्रभु यीशु जन्मेको 2100 वर्ष भयो। तर यहाँ जन्मेको तिथिमिति मलाई चाहिँ थाहा छैन। हजुर सोधुङ्गे लेप्वाङ जन्मेको तिथिमिति थाहा छ? छैन। त्यसैले पृथ्वीको सृष्टि सँगसँगै यो भाषा लिपिको सृष्टि भएको रहेछ, यो धर्मको सृष्टि भएको रहेछ। त्यसैले प्राचीनदेखि सनातनदेखि पनि प्राचीन सनातन धर्म हिन्दू किराँत धर्म हो भन्ने कुरा म दाबी गर्न सक्छु हजुर। किनभने महात्माहरूको अरूको त तिथिमिति थाहा छ, तर किराँत धर्मका महात्माहरूको तिथिमिति थाहा छैन। त्यसैले उताबाट हिन्दूको यता सारेको भन्नुभन्दा पनि मुन्धुमले जे दिएको छ त्यही अनुसार अहिले मुन्धुम लेखन भएर धर्म अगाडि बढेको छ भन्ने यहाँहरूलाई म अनुरोध गर्न चाहन्छु। र एउटा दिगदार पनि होला, एउटा सानो टिप्स जस्तो सधैँ मलाई प्रमुख पुजारी गुरु भन्नुहुन्छ, कहिले कहिले त कथा पनि भन्नुहुन्छ। एउटा खोलाको छेउमा अथवा ठुलो सागरको छेउमा एउटा रुख रहेछ हजुर। त्यो रुखमा गएर एउटा सानो फिस्टा चराले गुँड लगाएछ, अनि गुँड लगाएर त्यहाँ अन्डा पारेछ। अनि दैवदशा त्यस्तै हो, एक दिन सुई यहाँ